आमा छोरा मान्छे कस्तो हुनुपर्छ अरे छोरो मान्छे त्यत्तिको हुनुपर्छ कपाल मग्लो हुन्छ कपाल कपाल। अनि छोरा मान्छेको बानी बेहोरा चाहिँ कस्तो हुनुपर्छ अरे बानी बेहोरा राम्रो चाल चल्ने स्वभाव राम्रो हुनुपर्छ मिठो बोली गर्नुपर्छ ठुलो स्वर गर्नु हुँदैन मलिन हुनुपर्छ मलिन भएर बोल्नुपर्छ ठुलो शब्द गर्ने हो मिठो बोली थोरै होस् सानो होस् मिठो होस् सिलोक सुनाइदिनु न त हँ सिलोक सक्दिनँ मलाई एउटा सानो लु सुनाइदिनु त ध्यानका बनमा अब प्रश्न बत्ती नबालिकन साग बिताउने साँझका बखतमा जग्गा उठाउने थोरै कुरामा पनि आँसु झर्ने रिसाई बहुत भाँडा बजार्ने मिठो कुरो पाइ सुटुक्क खाने घर घरमा आँखम सुक्ने लाग्न जाने हो बिर्स्यो त्यसो चाहिँ गर्न हुँदैन भनेको गर्न कहाँ हुन्छ ल नराम्रो शब्द गर्नै हुँदैन ल ल मिठो बोली गर्नुपर्छ ल बाई बाई गरिदिनु बाई बाई त बाई बाई यसो गर्नु त यसो 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 हात हल्लाउनु यसो गर्नु अब यसो मुखमा परेन गर्नु न यसो गर्नु त परेन यसो गर्दिनँ म त